नमो नमः। ज्योतिष विमर्श अन्तर्गत आजको यस श्रृङ्खलामा नाग पञ्चमी पर्व विशेषको सामग्रीका साथ म यहाँ उपस्थित भएको छु। श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइने नाग पञ्चमी पर्व चान्द्रमासमा आधारित पर्व हो। यो महिना वर्षा ऋतुको श्रावण वा भाद्र महिनामा पर्दछ। श्रावण वा भाद्र जुन महिनामा परे पनि तिथि अनुसार चाहिँ नाग पञ्चमी जहिले पनि श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिकै दिनमा पर्ने गर्दछ। र त्यो नाग पञ्चमीको दिनमा हामीले नागको पूजन गर्छौँ। अष्टकुली नागको अथवा 8वटा नागको पूजन गर्छौँ र नागलाई लगेर हामीले नागको चित्राङ्कित फोटोलाई लगेर ढोकाभन्दा माथि टाँस्ने हाम्रो सनातनी परम्परा छ। तर हजुरहरूलाई थाहा छ अष्टकुली नागभित्र कुन कुन नागहरू छन् भन्ने यहाँहरूलाई थाहा छ? थाहा छैन भने म जानकारी गराइदिन्छु। 8वटा नागको नाम चाहिँ अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोटक र शङ्ख नाम गरेका 8 नागहरू छन्। ती 8वटा नागहरूको पूजन गरिसकेपछि प्रार्थना गर्नुपर्दछ र प्रार्थना गर्नको लागि हजुरहरूले यो मन्त्र प्रयोग गरिसला। आस्तिकस्य मुने मातर जगदानन्दकारिणी एहेहि मनसे देवी नागमातर नमोस्तुते। यो प्रार्थना मन्त्रका साथ नाग पूजन गरिसकेपछि नागलाई जलाशय अर्थात् पानी बग्ने ठाउँमा लगेर नागको प्रतिमा विसर्जन गर्नुहोला। जसको जन्म लग्न कुण्डलीमा नागको दोष छ, कालसर्पको दोष देखिन्छ, त्यस्तो व्यक्तिको लागि नाग पूजन अनिवार्य छ। भनेदेखि गोचर दशामा जसको राहु वा केतुको दशा चलेको हुन्छ त्यस्तो व्यक्तिको लागि पनि नाग पूजन अपरिहार्य मानिन्छ। यिनै सामग्रीका साथ हामीले यहाँहरूलाई जानकारी गराएका छौँ। अबको अन्य सामग्रीहरू आवश्यक पर्दा हामीलाई फलोअप गर्दै गर्नुहोला। हस्, नमस्कार।